हेलो आज चाहिँ हामी मोमो बनाएर खान आँटेको नि त। मोमोको लागि चाहिँ म किमाको लागि चाहिँ म रेडी गर्दै थिएँ। मासुलाई चाहिँ पुरा काटेर होइन अनि सानो 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 पिसहरू चप गरिरहेको थिएँ नि त। अनि चप गरिसकेपछि चाहिँ अनि हरियो प्याज बन्दा अनि सब काटेर यस्तो मसिनो होइन धुलो लास्ट धुलो बनाएँ नि त। अनि बनाउँदै गफ गर्दै अनि मलाई चाहिँ साथीले चाहिँ फेरि सेलरोटी ल्याइदिएको थियो नि त। अनि सेलरोटी पनि तताउँदै नि यस्तो खतरा सेलरोटी चप पाउँदै अनि मोमोको किमालाई चाहिँ अब मालमोल होइन अब सबै रेडी गरिदिँदै थियो नि त कृतिका बहिनीले चाहिँ। अनि उसले चाहिँ कति के अब हाल्ने होइन त्योहरू चाहिँ मलाई चाहिँ त्यति आइडिया चाहिँ छैन, तर मोल्दिने म काट्दिने सब काम चाहिँ म गर्छु नि त। अनि मैले गर्दै गरेँ अनि गरिसकेपछि अनि साथीलाई चाहिँ मैले अनि पिठोको जिम्मा लाएको थिएँ नि त, पिठो मुस्ने अनि त्यसपछि उसले चाहिँ रोटी बनाउने अनि डल्ला पनि बनाउने। तर अनि कृतिकाले चाहिँ मोमो बनाउने अनि अचार पनि उसकै काम थियो। अनि मैले चाहिँ सब मेरो काममा चाहिँ फेरि मलाई चाहिँ धेरै काम है। मोमो चाहिँ अब त्यो डल्ला पनि बनाउने अनि त्यसपछि मोमो पनि बनाउने यताउति सबै गर्नुपर्ने चाहिँ मेरो काम थियो क्या। अनि बनाउँदै गएँ मोमो। अनि मलाई चाहिँ त्यस्तो खासै मोमो बनाउन चाहिँ आउँदैन, डल्ला चाहिँ म यस्तो खतरा बनाइदिन्छु नि त। अनि यो लाम्चो अनि लामो बनाउन चाहिँ मलाई त्यति धेरै आउँदैन। अनि सिक्दै बनाउँदै गरेको थिएँ, तर मलाई आजभोलि चाहिँ म राम्रै बनाउँछु। अनि बनाउँदै गर्दाखेरि चाहिँ अनि हामी दुईजना चाहिँ फेरि टिकटक बनाउँदै होइन गफ गर्दै यति रमाइलो गर्दै अब मोमो चाहिँ टन्नै बनाइरहेको थिएँ नि त। बनाउँदै गर्दाखेरि चाहिँ नि टिकटक पनि बनाउने अनि दुईजनै फेरि पुरा दाज्नु पर्ने क्या। मलाई चाहिँ त्यति धेरै मोमो बनाउन आउँदैन, मेरो मोमो चाहिँ राम्रो बनाए छैन भन्दै होइन उनीहरूले चाहिँ अब उ गरिरहेको थियो नि त। मलाई चाहिँ उसको जस्तो राम्रो भएन भनेर चाहिँ मलाई कम्पेयर गरिरहेको थिएँ। अनि हुन्थ्यो लु नि त मेरो चाहिँ राम्रो छ कि छैन भनेर अनि उ गर्न लाग्दै त ला म अनेस्टली बोल्नु पर्दाखेरि चाहिँ राम्रोले राम्रै भन्छु है भनेर त झन् मेरो सपोर्टै नगरेर त उसकै सपोर्ट गरिदियो है। अनि त्यसपछि मलाई त कति मन दुख्यो। अनि त्यसपछि अब के गर्नु मैले यस्तै गरेको थिएँ त भने अनि मन बुझाउँदा हामी बनाउँदाखेरि हामीले चाहिँ एक भाँडा चाहिँ बनाइसकेको थिएँ कि अब चाहिँ फेरि पकाउनको लागि चाहिँ अब पकाउने भाँडा चाहिँ हामीसँग चाहिँ भाँडा चाहिँ थिएन नि त त्यही कराईमा। अनि त्यसपछि मोमो स्टिम गर्ने एउटा उ थियो अनि त्यो बनाउने भाँडामा हाल्दै गरेँ बनाएँ। अनि अचारको लागि चाहिँ मैले कृतिकालाई अनि बनाउन दिएको थिएँ उसको काम अनि बनाएँ। अनि त्यसपछि अनि खाँदा अनि गफ गर्दै अनि मोमो खाएको भिडियो चाहिँ हाल्नै बिर्सिसकेँ। अनि लास्टमा चाहिँ मसँग ला मोमो खाएको चाहिँ भिडियो बनाउनै बिर्सिछ त भनेर नि दुईवटा मोमो बाँकी थियो अनि त्यो पनि देखाउँदै होइन यस्तो लास्टमा गएर चाहिँ यति भयो नि म बाबा इन्डिङ गर्छु भनेर चाहिँ म यहाँ अनि भिडियो आउनु गर्न